नमस्कार, म शिवकुमार अधिकारी, पारदर्शी अनलाइन पोल्यान्ड नेपाल मगर सङ्घ शाखा पोल्यान्डको आयोजनामा सञ्चालन हुन लागेको प्रथम शहीद लक्खन थापा स्मृति कप 2026 7 डे साइड खुल्ला फुटबल प्रतियोगिताको मिति परिवर्तन गरिएको छ। आयोजक समितिले जनाएअनुसार विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले यसअघि आगामी 15 अगस्त 2026मा आयोजना गर्न तय गरिएको प्रतियोगिता अब 8 अगस्त 2026 सन्धिएर सञ्चालन हुनुभएको छ। प्रतियोगिताको पोल्यान्डको राजधानी वार्सामा आयोजना गरिनेछ। नेपाल मगर सङ्घ शाखा पोल्यान्डले प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिँदै मिति परिवर्तनका कारण सहभागी टोली, खेल प्रेमी तथा सम्बन्धित सबै पक्षमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ। आयोजकका अनुसार प्रतियोगिता सम्बन्धित अन्य विस्तृत जानकारीका लागि जस्तै खेल मैदानको निश्चित ठेगाना, टिम दर्ता शुल्क, पुरस्कार राशि तथा खेलका नियमहरू छिट्टै सार्वजनिक गरिनेछ। साथै आगामी आधिकारिक सूचना, खेल मैदानका अन्य अपडेटहरूका लागि नेपाल मगर सङ्घ शाखा पोल्यान्ड र पारदर्शी अनलाइनको आधिकारिक फेसबुक पेजलाई फलो गर्न हार्दिक अनुरोध गर्दछौँ। पोल्यान्ड तथा युरोपमा विभिन्न देशहरूबाट सहभागी हुने इच्छुक फुटबल टोली तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा उत्साहपूर्ण सहभागिता जनाउन आयोजकलाई आग्रह गरेको छ। नेपाल मगर सङ्घ शाखा पोल्यान्डले खेलकुदको मध्येबाट एकता र पहिचान, शहीद लक्खन थापा मगरको सम्मान भन्ने मूल नारासहित प्रतियोगितालाई भव्य र सफल बनाउन प्रतिबद्ध जनाएको छ। धन्यवाद।